हरि ओम। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। अनंत वैकुंठ मुकुंद कृष्ण गोविन्द दामोदर माधवेति। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे। हरि ओम। अखिल कोटि ब्रह्माण्ड नायक भक्तवांछा कल्पतरु जसका प्रतापले यस संसारको सृष्टि स्थिति र लय हुन्छ, त्यस्ता परम परमेश्वर भगवान लक्ष्मी नारायणका चरण कमलमा वन्दना गर्दै आज ज्येष्ठ शुक्ल पक्षको एकादशीको कथा यहाँहरु समक्ष वर्णन गरिन्छ। सर्वप्रथम अत्यन्त ध्यान दिएर यसको पाठ श्रवण गर्नुहोला। अब पाठ प्रारम्भ हुन्छ। ओम नमो भगवते वासुदेवाय श्री परमात्मने नमः। भीमसेन उवाच पितामह महाबुद्धे शृणु मे परमं वचः। युधिष्ठिरश्च कुन्ती च तथा द्रुतदनन्दिनी अर्जुनो नकुलश्चैव सहदेवस्तथैव च। एकादश्यां न भुञ्जन्ति कदाचिदपि सुव्रत। ते मां ब्रुवन्ति वै नित्यं मा त्वं भुक्ष वृकोदर। अहं तान् ब्रुवं तात बुभुक्षादु सा मम। दानं दास्यामि विधिवत् पूजयिष्यामि केशवं। विनोपवासं लभ्येत कथम् एकादशी व्रतम्। भीमसेन वच श्रुत्वा व्यासो वचनमब्रवीत्। व्यास उवाच यदि स्वर्गोऽत्यभिष्टस्ते नरको दुष्ट एव च। एकादश्यां न भोक्तव्यं पक्षयोरुभयोरपि। भीमसेन उवाच पितामह महाबुद्धे कथयामि तवाग्रतः। एकं भुक्ते न शक्तोः उपवास कथं मम। मृगनामापि यो वह्नि सतता तथैव मम। अतीवान्नं यदा स्नामि तथा समुपशाम्यति। एकं शक्तोऽस्म्यहं कर्तुं चोपवासं महामुने। येनैव प्राप्यते स्वर्गस्तत्करोमि यथा तथं। तदेकं तद्निश्चित्य येन श्रेयोऽहमाप्नुयाम्। व्यास उवाच श्रुता मे मानवा धर्मा वैदिकाश्च श्रुतास्त्वया। कलौ युगेन शक्यन्ते ते वै कर्तुं नराधिप। सुखोपायं चाल्पधन मल्पकेशं महाफलं। पुराणानां च सर्वेषां सारभूतं वदामि ते। एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि। एकादश्यां न भुङ्क्तेयो न याति नरकं तुच्छः। व्यासस्य वचनं श्रुत्वा कम्पितो स्वत्थपत्रवत् भीमसेनो महाबाहुर्भीतो वाक्यमवासत। भीमसेन उवाच पितामह न शक्तोः उपवासे करोमिकं। ततो बहुफलं ब्रूहि व्रतमेकं मम प्रभो। वृषस्ते मिथुनस्ते वा शुक्लाहेकादशी भवेत्। ज्येष्ठमासे प्रयत्नेन सोपोष्या जलवर्जिता। स्नाने चाचमने चैव वर्जयित्योदकं बुधः। मासमात्र सुवर्णस्य यत्र मज्जन्ति वै मणिः। एतद् आचमनं प्रोक्तं पवित्रं कायशोधनं। गोकर्णकृतहस्तेन मासमात्रं जलं पिबेत्। तन्न्यूनमधिकं पीत्वा सुरापानसं भवेत्। उपभुञ्जीत नैवान्नं व्रतभङ्गोऽन्यथा भवेत्। हि उदयादुदयं यावत् वर्जयित्वा तथोदकम्। अप्रयत्नात् वाप्नोति द्वादशैकादशी फलम्। प्रभाते विमले जाते द्वादश्यां स्नानमाचरेत्। जलं सुवर्णं दत्त्वा च द्विजातिभ्यो यथाविधि
पुञ्जिता कृतकृत्यस्तु ब्राह्मणैः सहितो वसि एवं कृते तु यत् पुण्यं भीमसेन शृणुष्व तत् संवत्सरस्य या मध्ये एकादश्यो भवन्ति वै तासां फलमाप्नोति अत्र मे नास्ति संशयः इति मां केशवः प्राह शङ्खचक्रगदाधरः सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज एकादश्यां निराहारान् नरः पापात् प्रमुच्यते द्रव्यशुद्धि कलौ नास्ति संस्कारः स्मार्त एव च वैदिकश्च कृतश्चास्ते प्राप्ते दुष्टे कलौ युगे किन्तु ते बहुनोक्तेन वायुपुत्र पुनः पुनः एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि एकादश्यां शीते पक्षे ज्येष्ठस्योदकवर्जितम् उपोष्य फलमाप्नोति तच्छनस्व वृकोदर सर्वतीर्थेषु यत् पुण्यं सर्वदानेषु यत् फलं तत्फलं समाप्नोति इमां कृत्वा वृकोदर संवत्सरेण याश्चस्यु शुक्लः कृष्णः वृकोदर उपोषितास्तः सर्वास्यु एकादश्यां न संशयः धनधान्यबलायुर्धः पुत्रारोग्यधनप्रदः उपोषिता नरव्याघ्र इति सत्यं वदामि ते यमदूता महाकायः करालः कृष्णपिङ्गलाः दण्डपाशधरा रौद्रा नोपशर्मन्ति तं नरं पीताम्बरधराः सौम्याः चक्रहस्ता मनोजवाः अन्तकाले नयन्तेनं मानवं वैष्णवीं पुरीं तस्मात् सर्वप्रयत्नेन स्वपश्योदकवर्जिता जलधेनुं ततो दत्त्वा सर्वपापैः प्रमुच्यते कृष्णात् श्रुत्वा यथा चक्रु पाण्डवा हे वृकोदर तथा त्वमपि भूपाल शुभवासार्चनं हरे कुरुत्वं च प्रयत्नेन सर्वपाप प्रशान्तये करिष्याम्यद्य देवेश जलवर्जमुपोषणं मोक्षे परिह्नि देवेश ह्यनन्त तव वासरात् इत्युच्चार्य ततो मन्त्र मुवास परो भवेत् सर्वपाप विनाशाय श्रद्धातम समन्वितः मेरु मन्दरमानं तु श्रियोध पुरुषस्य वा सर्वं तद्वस्मतां याति एकादश्या प्रभावतः सकाञ्चनः प्रदातव्यो घटो वस्त्रेण संवृतः त्वयस्य नियमं तस्यां कुरुते वै सपुण्यभाग फलकोटिसुवर्णस्य यामे यामे स्नुते फलं स्नानं दानं जपं होमं यदस्यां कुरुते नरः तत्सर्वं चाक्षेयं प्रोक्तम् एतत् कृष्णस्य भाषितं किं वा परेण धर्मेण निर्जलैकादशी नृप उपोषिता च विधिवत् वैष्णवं पदमाप्नुयात् सुवर्णमत्र वासांसि यदस्यां सम्प्रदीयते तस्यैव च कुरु श्रेष्ठ सर्वं चापेक्षं भवेत् एकादशी दिने योन्नं भुङ्क्ते पापं भुनक्ति सः यः लोके स चाण्डालो मृत प्राप्नोति दुर्गतिं ये प्रदास्यन्ति दानानि द्वादशीं समुपोष्य च ज्येष्ठे मासे पक्षे प्राप्स्यन्ति परमं पदं ब्रह्मः मध्यपहस्तेनो गुरुद्वेष्टा सदा नृति मुच्यते पातकैः सर्वैर् द्वादशी येरुपा पोषिता विशेषं शृणु कौन्तेय निर्जलैकादशी दिने तत्कर्तव्यं नरैः शिवैः श्रद्धादं समन्वितैः जलसायि तु सम्पूज्यो ध्येयाधेनुश्च तन्मयि प्रत्यक्षं वा नृपश्रेष्ठ कृतधेनुरथापि वा दक्षिणामिश्च श्रेष्ठाभिर्मिष्टान्नैश्च पृथक् विधैः तोषणीयः प्रयत्नेन द्विजाधर्मभृताम्बर तुष्टो भवति वै क्षिप्रं तैष्टुरुष्टैर्मोक्षदो हरिः आत्मद्रोहः कृतस्तैस्तु एनैषा समुपोषिता पापात्मानो दुराचारा दुष्टास्ते नात्र संशयः कुलानां च तं साम ग्रमणाचाररतं सदा आत्मना सह सन्नीतं वासुदेवस्य मन्दिरम् शान्तैर्दानपरश्चैव अर्चद्भिश्च तथा हरिं कुर्वद्भिर्जागरं रात्रौ ये नरैः समुपोषिता अन्नं पानं तथा गावो वस्त्रं शय्यासनं शुभं कमण्डलुस्तथा क्षत्रं दातव्यं निर्जलादिने उपानहौ च यो दद्यात् पात्रभूते द्विजोत्तमे ससौ वर्णेन यानेन स्वर्गलोकं व्रजेत् ध्रुवं यस्य मां शृणुयात् भक्त्या यश्चापि परिकीर्तयेत् उभौ तौ स्वर्गतौ स्यातां नात्र कार्या विचारणा यत्फलं तु सिनीबाल्यां राहुग्रस्ते दिवाकरे कृत्वा श्राद्धं लवेन्मर्त्यस्तदस्य श्रवणादपि नियमं च प्रकुर्वीत दन्तधावनपूर्वकम् एकादश्यां निराहारो वर्धयिष्यामि वै जलं केशव प्रीणनार्थाय अन्यदा च मनाद्यते द्वादश्यां देवदेवेश पूजनीयस्य विक्रमः गन्धपुष्पैस्तथा दीपैर्वारिभिः प्रीणयेद् हरिं पूजयित्वा विधानेन मन्त्रमेतमुदीरयेत् देवदेव ऋषिकेश संसारार्णवतारक उदकुम्भप्रदानेन नयमां परमां गतिं तथा कुम्भः प्रदातव्या ब्राह्मणेभ्यः सशक्तितः सान्ना वस्त्रयुता भीम छत्रोपानत्फलान्वितः दानान्यनानि देयानि जलधेनुर्विशेषतः भोजयित्वा ततो विप्रान् स्वयं भुजितभाग्यतः एवं यः कुरुते पूर्णा द्वादशीं पापनाशिनीं सर्वपापविनिर्मुक्त पदं गच्छन्त्यनामयं ततः प्रभृति भीमेन
कृता एकादशी शुभा पाण्डवद्वासी नाम्ना लोके ख्याता बभूवः इति श्री भविष्योत्तर पुराणे श्रीकृष्णार्जुन संवादे ज्येष्ठ शुक्ल निर्जल एकादशी महात्म्यं समाप्तं। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः। अखिल कोटि ब्रह्मांड नायक भक्ता वाञ्छा कल्पतरु जसको प्रतापले संसारको सृष्टि स्थिति र लय हुन्छ उनै भगवान नारायणका चरण कमलमा वन्दना गर्दै अब ज्येष्ठ शुक्ल पक्षको एकादशीको कथा वर्णन गरिन्छ। सर्वे श्रोता र सुन्ने सबै भक्तजनहरूले अत्यन्त शान्त भएर यस कथाको श्रवण गरिदिनु होला। अब सुरु हुन्छ। यस्तै प्रकारको कथा रहेको छ। नैमिषारण्य नाम गरेको क्षेत्रमा 88,000 ऋषिहरूका बीचमा रहनुहुने अत्यन्त विद्वान सुतजीले सारा ऋषि वृन्दहरूलाई कथा श्रवण गराउँदै हुनुहुन्छ, सुनाउँदै हुनुहुन्छ र त्यही कथालाई यता व्यासको मुखारबिन्दबाट युधिष्ठिरले श्रवण गर्दै हुनुहुन्छ। अब यस्तै कथा सुन्दै जाने क्रममा एक दिनको कुरा हो, भीमसेनले कथा भन्दै गर्नुभएका व्यास नारायणलाई प्रश्न गर्नुहुन्छ। भीमसेन उवाच, भीमसेनले भन्नुहुन्छ, पितामह महाबुद्धे शृणु मे परमं वच युधिष्ठिरश्च कुन्ती च तथा द्रुतदनन्दिनी। हे पितामह, हे अत्यन्त विद्वान मेरा पितामह, सधैँ युधिष्ठिरले, कुन्तीले, द्रौपदीले, अर्जुनले, नकुलले, सहदेवले एकादशीको व्रत गर्छन्, कहिले पनि भोजन गर्दैनन्। तेमाम ब्रुवन्ती, तिनीहरूले मलाई पनि भन्छन्, हजुरले पनि एकादशीको व्रत गर्नु पर्यो, केही खानु भएन भन्नुहुन्छ। तर मलाई भोको बस्न निकै गाह्रो छ, म भोकै बस्न सक्दिनँ। मलाई केही नखाई म भोको बस्न सक्दिनँ। बरु म दान दिनु परे सम्पूर्ण सर्वस्व दान गरिदिन सक्छु, भगवान नारायणको विधिपूर्वक पूजा गर्न सक्छु, तर यो व्रत बस्ने कुरा मबाट हुन सक्दैन। किन होला प्रभु भनेर यस प्रकार भन्नुहुन्छ। जब भीमसेनले यस्तो कुरा गर्नुभयो तब व्यासले भन्नुहुन्छ, हे भीमसेन, यस्तो कुरा नगर। यदि नरक प्यारो छ भने तिमी एकादशीको दिन पनि अन्न खाऊ, स्वर्ग प्यारो छ भने अन्न छोड। दुईटै पक्षको एकादशीमा अन्न खानु हुँदैन। तब फेरि भीमसेन भन्नुहुन्छ, हे पितामह, हे महाबुद्धि, म हजुरको अगाडि मेरो दुःख सुनाउँछु। अब मलाई एक छाक खाएर त म बस्न सक्दिनँ भने पुरा दुईटा एकादशीको व्रत म कसरी गर्न सक्छु? मेरो पेटमा ब्रेक नाम गरेको अग्नि सधैँ रहन्छ, त्यो अग्नि बलिरहन्छ, त्यसलाई शान्त गर्न खानेकुरा नहाली हुँदैन भनेर यस प्रकार भन्नुहुन्छ। त्यसकारण म जस्तो सुकै दान पनि गर्न सक्छु, तर यो एकादशीको चाहिँ व्रत बस्न सक्दिनँ भनेर यस प्रकार भन्नुहुन्छ। येनैव प्राप्यते स्वर्गस्तत्करोमि यथा तथम। बरु म अरू कुनै उपाय छ भने त्यो गर्न चाहन्छु जसले सजिलै स्वर्ग प्राप्त हुन्छ भनेर चाहिँ यस प्रकार सोध्नुहुन्छ। तब व्यासले आज्ञा गर्नुहुन्छ। व्यास उवाच, श्रुता मे मानवा धर्मा वैदिका च श्रुतास्त्वया कलौ येन शक्यन्ते ते वै कर्तुं नराधिप। हे भीम, मैले भनेका मानव धर्मको विषयमा तिमीले सुनिसकेको छौ। कलियुगमा धेरै नियम भएका गाह्रा धर्महरू गर्न मनुष्यले सक्दैन, गाह्रो छ। अब यज्ञ गर्छु भन्यो, घिउ कहाँ शुद्ध पाइन्छ अहिले? सबै कुराले यज्ञ गर्न सकिँदैन, सबै शुद्ध प्राप्त हुँदैनन्। त्यसकारण एकदम सजिलो उपाय, थोरै धनले पनि धेरै कष्ट नगरिकन पुण्य मिल्ने, सबै पुराणहरूका सार तत्त्व भएको अत्यन्त सुन्दर कुरा बताउँछु। हे भीमसेन, हे सम्पूर्ण भक्त सज्जन, के हो भने एकादशीको दिन कहिले पनि
अन्न ग्रहण गर्नु हुँदैन। दुवै एकादशीमा 2 एकादशी हुन्छन् एक महिनामा, एउटा पक्षमा एउटा, 2 पक्षमा 2टा गरेर 2 पक्षको 1 महिना, त्यो 2टा पक्षमा 2टा एकादशी रहन्छन्। त्यो दुवै एकादशीमा केही नखाई अत्यन्त भगवान नारायणका प्रति प्रेम भाव श्रद्धा राखेर भगवान नारायणको पूजा गर्ने व्यक्ति कहिले पनि नरक जानु पर्दैन। जब यस्तो भन्नुभयो व्यासले, तब पिपलको पात जस्तै, हावाले हल्लिएको पिपलको पात जस्तै कामदै चाहिँ भीमसेनले भन्न लाग्नुभयो। भीमसेन उवाच, हे पितामह, म त उपवास बस्न सक्दिनँ। अब त्यो उपवास नबसिकन कुनै त्यस्तो काम छ, कर्म छ, त्यस्ताले धेरै पुण्य मिल्छ भनेर जब बताउनुहुन्छ, सोध्नुहुन्छ, तब व्यास नारायणको आज्ञा हुन्छ। वृषस्ते मिथुनस्ते वा शुक्ला एकादशी भवेत्, ज्येष्ठ मासे प्रयत्नेन सुपुष्या जलभरजिता। जब वृष अथवा कहिले ज्येष्ठ शुक्ल पक्ष, कहिलेकाहीँ असारमा पनि पर्न सक्छ, चन्द्रमास हो त्यो, सधैँ जेठमा परिरहन्छ भन्ने छैन। यो समय अहिलेको वर्ष जेठको 24 गते चाहिँ पर्न गएको छ नेपालमा भने विदेशमा 7 तारिकको दिन चाहिँ पर्न गएको छ। अब त्यो दिन अत्यन्त पवित्र वृष राशिमा सूर्य रहेको बेलामा शुक्ल एकादशी पर्दछ। त्यो शुक्ल एकादशीमा निर्जल व्रत बस्नुपर्छ। यो एकादशीको नाम पनि निर्जला एकादशी हो। पानी पनि चाहिँ नखाइकन व्रत बस्नु पर्दछ। नुहाउँदा र आचमन गर्दा बाहेक 1 थोपा पानी पनि त्याग्नु पर्छ यो व्रत बस्दा। आचमन गर्दा पनि 1 मासा सुन डुब्ने जल मात्र आचमन गर्नुपर्छ। त्यस्तो आचमनले शरीरलाई अत्यन्त पवित्र बनाउँछ। 1 मासा भनेको लगभग 1 मिलिलिटर हुन्छ, त्यति मात्रै आचमन गर्नुपर्छ। अब हत्केलालाई कान जस्तो, गोकर्ण गाईको कान जस्तो बनाएर, यस्तो गरेर हत्केलालाई कान जस्तो बनाएर त्यहाँ चाहिँ जल राखेर त्यसलाई चाहिँ पान गर्नुपर्दछ। र जब त्यो पान गरिन्छ, त्यो जलले अत्यन्त पवित्र शरीर बनाउँछ। यदि त्यो भन्दा धेरै पान गर्यो भने मदिरा खाए बराबर हुन्छ। अन्न त खानुहुन्न, यो एकादशीमा व्रतभङ्ग हुन्छ। अब एकादशीको उदयदेखि द्वादशीको उदय नभएसम्म त्यसरी नै पानी पनि त्यागेर व्रत बस्यो भने 12 महिनाको एकादशीको व्रतको फल केवल यो निर्जला एकादशीको व्रत लिनाले प्राप्त हुन्छ। त्यसकारण यो भक्तहरू सबैले अत्यन्त पवित्र प्रेम भावको साथमा भगवान प्रति श्रद्धा राखेर व्रत गर्नुहोला। व्यासले आज्ञा गर्नुहुन्छ, प्रभाते विमले जाते। एकादशीको दिनभरि व्रत गर्ने, भोलिपल्ट बिहान उज्यालो भएपछि द्वादशीमा स्नान गरेर विधिपूर्वक ब्राह्मणलाई सुन दान गर्नुपर्दछ, जल दान गर्नुपर्दछ। त्यसपछि त्यो व्रतबाट सम्पूर्ण फल प्राप्त हुन्छ र ब्राह्मणका साथ भोजन गर्नुपर्छ। यस्तो व्रत गरेपछि त्यो कुन पुण्य, कस्तो खालको पुण्य प्राप्त हुन्छ त्यसको फल सुन। संवत्सरस्य या मध्ये एकादश्यो भवन्ति वै, तासां फलमवाप्नोति अत्र मे नास्ति संशयः। 1 वर्षभित्र जति पनि एकादशी पर्छन्, ती सारा एकादशीको फल केवल यो एउटा एकादशीबाट प्राप्त हुन्छ, यसमा कुनै शंका छैन। व्यासको आज्ञा हुन्छ, ए भीम, मलाई यो कुरा शंख चक्र गदा धारण गर्नुहुने स्वयं नारायण भगवान हरि केशवले आज्ञा गर्नुभएको हो। सबै धर्मलाई सर्वधर्मान परित्यज्य मामेकम शरणम व्रज। सबै धर्मलाई त्याग गर र मेरो शरणमा आऊ भनेर भगवानले भन्नुभएको छ। एकादशीमा जो व्रत चाहिँ जो व्यक्ति व्रत गर्नुहुन्छ ती सबै पापबाट मुक्त हुन्छन्। तिनको द्रव्य शुद्धि, कमाएको धन पनि शुद्ध हुन्छ एकादशीको व्रत बस्नाले भनेर बताइएको छ। वैदिकश्च कुतश्चास्ते प्राप्ते दुष्टे कलौ युगे, किन्तु ते बहुनियुक्तेन
वायुपुत्र पुनः पुनः। अब यो कलियुग लागेपछि कसले सधैँ यज्ञ गर्न सक्छ, सधैँ दान पुण्य सधैँ कहाँ गर्न सक्छ? त्यो त लगभग लोप भइसक्यो। हे वायुपुत्र, हे भीमसेन, बार बार त्यही कुरा दोहोऱ्याएर हुन्छ त अब। त्यसकारण सकिँदैन, त्यत्रा ठुला ठुला धर्म कर्म गरिरहन सकिँदैन। सकिएको बेलामा एकादशीको व्रत गर्नुपर्छ। दुवै पक्षमा खानु भएन। तर जेठ महिनाको शुक्ल पक्षको एकादशीमा चाहिँ पानी पनि नखाई व्रत गर्नुपर्छ। अरूमा पानी खान आज्ञा छ। जुन फल चाहिँ एकादशी निर्जला एकादशीको व्रत गरेर प्राप्त हुन्छ त्यो फल सारा तीर्थमा गएर नुहाएर पनि पाउन सकिँदैन। सारा तीर्थमा गएर नुहाएर पाउने फल केवल यो एकादशीमा प्राप्त हुन्छ भनेर बताउँदै जानुभयो। अब यदि ती सबै वर्षभरिका सबै एकादशीको तिथि चाहिँ व्रत प्रत्येक वर्ष गरियो भने पनि सारा व्यक्तिलाई धन धान्य सन्तान पुत्र रूप यौवन सारा प्राप्त भइ नै रहन्छन्। यो अत्यन्त पवित्र एकादशी रहेको छ। उपोषित नर व्याघ्र इति सत्यम वदामि ते यमदूता महाकाय कराला कृष्ण पिङ्गला। अब जो डर लाग्दा यमराजका दूतहरू हुन्छन्, त्यस्ता यमराजका दूतहरूले मनुष्यको मृत्यु पश्चात अत्यन्त कष्ट दिन्छन् जसले कर्म गरे अनुसार। तर जसले एकादशीको सुन्दर व्रत बसेका हुन्छन् उनीहरूलाई यमराजका दूतहरूले कष्ट दिनु त परको कुरा, सपनामा पनि त्यस्ता एकादशीका व्रत गर्ने व्यक्तिले यमराजका दूतहरूलाई देख्नु पर्दैन। एकदमै डर लाग्दा हुन्छन्। दण्ड पाशधरा रौद्रा नोपसर्वन्ति तम नरम पीताम्बरधरा सौम्य। त्यस्ता दण्ड पास यस्ता डरलाग्दा हतियारधारीहरूले हेर्न सक्दैनन्। त्यहाँ त जसले पुण्य कर्म गरेको हुन्छ त्यस्ता चाहिँ व्यक्तिका लागि पीताम्बरधरा सौम्या चक्रहस्ता मनोजवाहा। हातमा चक्र रहेका विष्णुका दूतहरू, पीताम्बर धारण गरेका विष्णुका दूतहरू त्यस्ता व्यक्तिलाई लिन भनेर आउँदछन्। त्यसकारण एकादशीको व्रत अवश्य गर्नुपर्दछ। अन्तकाले नयन्तेनं मानवं वैष्णवीं पुरीं तस्मात् सर्व प्रयत्नेन सोपोष्योदकवर्जिता। अन्तिम समयमा मृत्युवरण गरेपछि वैकुण्ठ धाम लाने एकादशी नै निर्जला एकादशी हो। त्यसकारण जल नखाई व्रत बस्नुपर्छ। जलधेनुं ततो दत्त्वा सर्व पापै प्रमुच्यते कृष्णात् श्रुत्वा यथा चक्रु पाण्डवा हे वृकोदर। हे भूपाल, हे नरपति, त्यस्तै तिमी पनि सारा पाप शान्तिको लागि यो निर्जला एकादशीको उपासना गर, विधिपूर्वक हरिको पूजा गर र यो यसरी गर्नुपर्छ र भगवानलाई प्रार्थना गर्नुपर्छ। हे देवदेव, हे देवदेव, म पानी पनि नपिइकन यो एकादशीको व्रत गर्दछु र भोलिपल्ट द्वादशी लागेपछि मात्रै एकादशीको व्रत पारायण गर्दछु, व्रत समाप्ति गर्छु भनेर भगवानसँग सङ्कल्प गर्नुपर्छ। आफ्नो इन्द्रियहरूलाई बसमा राख्नुपर्छ। चिल्लो पिरो अमिलो यस्ता कुराहरूबाट परै रहनुपर्छ र स्त्री पुरुषबाट पर रहनुपर्छ, ब्रह्मचर्यमा रहनुपर्छ र सुमेरु पर्वत जत्रो औलो पाप गरे तापनि यो एउटा एकादशीको शुद्धसँग चाहिँ व्रत बस्यो भने सारा पापहरू पखालिन्छन्। शुद्ध जलको चाहिँ शुद्ध जलले भरिएको रेशमी वस्त्रले बेरिएको सकिन्छ भने घडा दान गर्नुपर्छ, सुनको घडा दान गर्नुपर्छ, जेको सकिन्छ त्यसको दान गर्नुपर्छ। र एकादशीमा पानीको घडा दान गर्ने नियम जसले गर्दछ, त्यो नियमको जसले पालना गर्छ उसले सम्पूर्ण पुण्यको भोग गर्दछ। अब कस्तो चाहिँ कुरा दान गर्नुपर्छ ब्राह्मणलाई त भन्दा सकाञ्चनः प्रजातव्यो घटो वस्त्रेण संवृतः तोयस्य नियमं तस्यां कुरुते वैश पुण्यभाग। 4 मास भरको सुन, 4 मासा सुन सहित
फल सिधा ब्राह्मणलाई दान गर्नुपर्छ र ब्राह्मणसँग आशीर्वाद लिनुपर्छ भनेर यस प्रकार सुन्दर कथा बताउनुहुन्छ व्यासले। त्यसपछि भगवान श्रीकृष्णले युधिष्ठिरलाई आज्ञा गर्नुभएको छ, हे राजन, यस्तो कुरा जुन कुरा श्रीकृष्णले युधिष्ठिरलाई आज्ञा गर्नुभएको छ त्यही कुरा चाहिँ व्यासले भीमसेनलाई आज्ञा हुन्छ। हे भीमसेन, जसले एकादशीको व्रत बसेर चारै प्रहर स्नान गर्छ, 4 चोटि स्नान गर्छ, जप गर्छ, होम गर्छ, त्यसले करोडौं सुन दान गरेको फल प्राप्त गर्दछ। तत्सर्वम चाक्षयम प्रोक्तम, त्यो गरेको फल फेरि कहिलेसम्म रहन्छ भन्दा अक्षय, कहिले विनाश हुँदैन। त्यसकारण यो भगवान कृष्णकै भनाइ हो। यसलाई सुन्दर तरिकाले चाहिँ धर्मपूर्वक पालना गर्नुपर्छ। जसले विधिपूर्वक एकादशीको व्रत गरेको छ उसले भगवानको दान प्राप्त गरेको छ। जसले एकादशीमा सुन, वस्त्र आदि दान गर्छ भने उसलाई धेरै पुण्य हुन्छ। कुरुवंशमा, हे कुरुवंश श्रेष्ठ, त्यसकारण यो एकादशीको व्रत गरेपछि प्राप्त पुण्य कहिले नाश हुँदैन। जो एकादशीमा अन्न खान्छ त्यसले ठुलो पाप खान्छ, त्यसकारण त्यो पापी हुन्छ। यो लोकमा पनि निन्दित हुन्छ, परलोकमा पनि निन्दित हुन्छ, मरेपछि परलोकमा पनि दुर्गति प्राप्त गर्छ। त्यसकारण जो जनहरू, जो भक्तहरू जेठ महिनाको शुक्ल पक्षको एकादशीको व्रत बस्छन् ती मोक्ष प्राप्त गर्नेवाला हुन्छन्। ब्रह्महत्या गर्ने, रक्सी खाने, चोरी गर्ने, गुरुसित ठाडो ठाडो बोल्ने, त्यस्ता झुटा बोल्ने, त्यस्ता पापीहरू पनि यो एकादशीबाट मुक्त भएर भगवानको धाम प्राप्त गर्दछन्। जतिसुकै पाप भए तापनि सारा पापहरू एकादशीका अगाडि चाहिँ भस्म भएर जान्छन्। अब यो एकादशीको दिनको विशेषता के छ, कस्तो छ त भन्दा भन्न थाल्नुहुन्छ, प्रत्यक्षं वा नृपश्रेष्ठ घृततेनुरथापि वा दक्षिणाभिश्च श्रेष्ठाभिर् मिष्टान्नैश्च पृथक विधैः। अब यो दिन स्त्री अथवा पुरुष सबैले श्रद्धापूर्वक भगवान नारायणको पूजा गर्नुपर्दछ र विष्णुको पूजा गरेपछि त्यो घडामा जल राखेर जलसहित घडासहित गाईको दान गर्नुपर्दछ। आफूले जे गर्न सकिन्छ दानको कुरामा जति सकिन्छ त्यति दान गर्नुपर्दछ र दक्षिणा पनि ब्राह्मणलाई दिनुपर्दछ। यसरी एकादशीको व्रत गर्नाले अत्यन्त पवित्र पुण्य फल प्राप्त हुन्छ। धर्मधारीहरूमा श्रेष्ठ हे भीमसेन, यत्नपूर्वक ब्राह्मणहरूलाई जति सकिन्छ सन्तोष पार्नुपर्छ। ब्राह्मण सन्तुष्ट भयो भने मोक्ष दिनेवाला हरि पनि तत्काल सन्तुष्ट हुन्छन्। त्यसकारण यो कुरामा कुनै संशय छैन। सारा पापहरू यस एकादशीले निर्मल बनाउँछिन्। जसले निर्जलाको व्रत बस्नुहुन्छ सारा पितृहरू पनि वासुदेव भगवानका मन्दिरमा प्रस्थान गर्दछन्। शान्तैर्दान परश्चैव अर्चद्भिश्च तथा हरिं कुर्वद्भिर्जागरं रात्रौ एर्नरः सुमुपोषिता। जसले दिनभरि पूजा आराधना व्रत गरेर राति जागराम बस्दछन् त्यो व्रतीले, त्यो जस्तो व्रत संसारमा कुनै श्रेष्ठ रहँदैन। र भोलिपल्ट बिहान गाई, वस्तु अथवा राम्रा आसन, कमण्डलु, छाता यस्ता कुरा दान गर्नुहुन्छ। त्यस्ता सत्पात्र ब्राह्मणलाई जुत्ता दान गर्नुहुन्छ। त्यस्ता व्यक्ति साक्षात वैकुण्ठाधिकारी भगवानको वैकुण्ठमा प्राप्त गर्दछन्। जसले यो कथालाई भक्तिपूर्वक र यो संस्कृत पाठलाई अत्यन्त पवित्र मनले, शुद्ध मनले श्रवण गर्नुहुन्छ ती सबै जनहरू स्वर्गलोक प्राप्त गर्दछन्। यत्फलं तुसिनी बाल्यां राहुग्रस्ते दिवाकरे कृत्वा श्राद्धं लभेन् मर्त्यस् तदस्य श्रवणादपि। जो पुण्य औँसीमा सूर्यलाई राहुले ग्रस्ता अथवा ग्रहण लाग्दा श्राद्ध गर्दा जुन फल प्राप्त हुन्छ त्यो फल त केवल एकादशीको कथा सुनेर पनि प्राप्त हुन्छ। यसका नियमहरू छन्। बिहान चाँडै उठ्ने, दत्युन लगाउने,
संकल्प गर्ने, आज निराहार व्रत गर्दछु, जलसम्म पनि त्यागिदिनेछु, आफूले जसरी सकिन्छ त्यसरी भगवानको व्रत बस्ने, जल खानुपर्छ भने अब समय अनुसार त्यसलाई पनि लिने, अब सकेसम्म अन्न नखाने र केशव भगवान प्रसन्नताका लागि आचमन गरे बाहेक अरू पानी नपिउने, त्यस्तो छ भने त्यसो गर्ने। र द्वादशीको दिन पनि भगवान विष्णुको पूजा गर्ने। बिहान पूजाको सामानमा श्रीखण्ड, चन्दन, कपुर, सेता फुलहरू, बत्ती, जल इत्यादिद्वारा भगवानलाई प्रसन्न पार्ने। यसरी पूजा गरिसकेपछि यो मन्त्र पढ्नु पर्दछ। देव देव ऋषिकेश संसारार्णवतारक उदकुम्भ प्रधानेन नयमाम परमाम गतिम। यो मन्त्रद्वारा हे देवका देव, हे ऋषिकेश, हे संसारलाई तार्नुहुने भगवान, हजुरलाई यो उदकुम्भ ब्राह्मणलाई दान गर्नाले मलाई परम गति प्राप्त होस्, वैकुण्ठवास होस् भनेर यस प्रकार प्राप्त चाहिँ प्रार्थना गर्ने। र व्यास भन्नुहुन्छ, हे भीम, त्यसपछि आफ्नो चाहिँ गच्छ अनुसार ब्राह्मणलाई अन्न, वस्त्र, छाता, नाना प्रकारका फल सहित जलले पूर्ण भएको घडा दान गर्ने र जे सकिन्छ त्यो दान गर्ने। र यसरी ब्राह्मणलाई भोलिपल्ट द्वादशीको दिन भोजन गराएर आफूले पनि नबोलिकन खाने पर्दछ है। यो दिन भोलिपल्ट द्वादशीको दिन नबोलिकन खाने, यसरी द्वादशीको व्रत गर्नुपर्छ। जसले यसरी चाहिँ द्वादशी विद्या एकादशीको व्रत गर्नुहुन्छ ती सबै पाप मुक्त भएर परम गति प्राप्त गर्नुहुन्छ। र अन्त्यममा भन्नुहुन्छ, तत प्रवृत्ति भीमेन कता एकादशी शुभा पाण्डव द्वादशी नामना लोके ख्याता बभूव। र जुन दिन यो निर्जला एकादशीको व्रत गर्छ उसै दिनदेखि मानिसको सम्पूर्ण पाप नाश हुन्छ र भगवानमा सारा चाहिँ मनहरू लाग्छन्। भगवानका अगाडि उनका वैकुण्ठ धाममा भक्तहरू पुग्छन्। हरिओम तत्सत। श्रीकृष्णार्पण। अब एकचोटि फेरि ध्यान गरौँ। यसरी एकादशी, निर्जला एकादशीको पवित्र पुण्य महात्म्य सम्पन्न हुन्छ। ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्। ओम कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे। श्री कृष्णार्पणमस्तु।